24 भइसक्यो केटालाई उठाएको उठ्दैन त ओइ विजय ओइ ओइ विजय ओइ विजय ओइ विजय ओइ सागर भाइ उठ त ओइ अनिल भाइ उठ न भर्खरै के चिलो हो के हो पखेटा हो भनेर ओइ ओइ शिव भाइ उठ त उठ न के सबजना गइसक्यो उठ 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 ल सबैजना गइसक्यो एकछिन सुत्न एकछिन मजा आउन नि त ल 4:25 को 4 बजेबाट अलार्म बजेको हो 4:25 को अलार्म बजिसक्यो यसले फेरि नाटक गर्यो त्यो बिजी हेर्न यो कति नाटक गरेको यसले उठ्न उठ गएर आइज न म एकछिन हुँदैन मलाई उठ कजुन देखिरहेछ क्या उहाँ हेर्न त्यहाँ यो कौशली बजार त होला नि होइन कौशली होइन यो दलदले बजार होला ठ्याक्क 6 बजे घडीमा चाहिँ अनि के बजिरहेको छ यो लगभग ठ्याक्क हामी चाहिँ अब माथि पुग्न लागेका छौँ केटाहरू आउँदैछन् तर हामी अब एकछिनमा पुग्छौँ होला अनिदोपन अनि त्यसपछि लट्स अफ डिफिकल्टिज अनि अब्स्ट्याकल वेज फाइनली वी मेड इट केटाहरू पनि ऊ भर्खर आइपुग्दैछ त्यहाँनिर उताबाट आइपुग्दैछ अनि हामी चाहिँ यहाँ 6:05 जाँदाखेरि आइपुग्यौँ बट अनफर्चुनेटली वान अफ आवर गाई अनिल चाहिँ आउन सकेन त्यो चाहिँ अरू केही कारणवश होइन हिजो बेलुकाको दारू बढी भयो अरू केही भएको होइन बिचबाटै फर्केर गयो त्यो हामी अनि भर्खर आइपुगेका छौँ अब यहाँबाट यताबाट सनराइज हुन लागिरहेछ सनराइज हुने तयारीमा छ आइज माथि आइसक्यो चक्कर हानेको जस्तो भइसक्यो टाइममा आउने होला त यहाँ होइन म माथि आउँदिनँ आउनु कि आउनु होइन आउनु भने यहाँ नआइकन कहाँ सनराइज भयो
लाइक एन्ड सब्स्क्राइब अरुण कस्तो भयो त अनि बवाल भयो त एक्सपेक्टेसन भर्सेस रियालिटी त भएन नि छैन दाइ त्यस्तो दामी नै भयो नि हैन दामी भयो तर हिँड्नलाई अलि गाह्रो भयो त ऊ भाइ चाहिँ माथिबाट हाँसा चाहिँ पक्का भयो जस्तो लाग्यो कि मलाई यो भाइ त कस्तो बवाल हाँसिरहेको छ त के हो अब सनराइज हुँदाखेरि अलि हुन्छ नि अलि ठुलै सेपमा हुनुपर्ने हो नि त होइन अलि हल्का सानो सेपमा त्यो सनराइज भए जस्तो भयो क्या ल ओके अब चाहिँ हामीले देवचुलीलाई बाबाई भन्न लागिरहेछौँ टाइम चाहिँ ढिला नै भइसक्यो जस्तो लाग्छ कति बज्यो भनेको 8 बज्न लाग्यो 7:53 भयो हामीले सनराइज पनि हेऱ्यौँ एकछिन माथि रमाइलो गऱ्यौँ अनि फुल पनि पाइयो यहाँ अलिकति त्यो माथि त्यो बहिनीहरूले लालीगुराँस फुल दियो हामीलाई दामी छ थ्याङ्क यू सो मच फर दिस अब हामी निस्किन्छौँ अनिलले चाहिँ यो भिडियो हेरेर धेरै चिज मिस गर्नेवाला छ विजय र सागर चाहिँ भर्खर तल झर्दैछन् बिहाइन्ड क्यामेरा देयर इज शिवु अनि अहिले चाहिँ म यहाँ भइहालेँ त्यसपछि हामी अब निस्किन लागिरहेछौँ प्रोबब्ली इट टेक्स अराउन्ड 35 to 40 मिनट सायद तल जानलाई त ओह्रालो हो अनि त्यसपछि त्यहाँ जान्छौँ खानासाना खान्छौँ खानासाना खाएर निस्किन्छौँ र 1 बजे त जसरी पनि पुग्नु पर्ने छ यस्तै भयो सो एकदमै सेटिस्फाइड भयो यति धेरै दुःख गरेर मेहनत गरेर माथि आइसकेपछि पनि फ्रुटफुल नै भयो रमाइलो भयो नयाँ ठाउँमा आइयो जिन्दगीको पानामा सिराई चुली पछि देवचुली पनि आइयो भनेर लेखियो द्याट्स अल बल्ल देखियो हामी बसेको यहाँ हो होइन अर्को एउटा टोलीहरू नै हुनुहुन्छ कस्तो भयो तपाईँहरूको यात्रा भनिदिनुहोस् त एकचोटि कहाँबाट हो चितवन कहाँ कलेजको प्रचार गरौँ न ब्लगमा श्री मेडिकल एन्ड टेक्निकल कलेजबाट ए मेडिकल स्टुडेन्ट हो कि सबै मजा सही हो ल बाबु के छ बाबु के छ उठिस् त पानी त ओइ भाइलाई दिएको अरे नि त भाइ तिमीले ल्याएर दिएको अरे त लास्टमा खाएर नि तिमीलाई दिए हैन क्या भने बोतल लिइरहनु भयो साथी दुईटा हाल्छु यहाँ ल्याऊ नि त यहाँ ल्याऊ
Thank you. यहाँ छैन यहीँबाट उठाउन माउलीबाट पो लिएर जाने हो त होइन छैन कोही ठिकै छ Okay, now it's time to say goodbye to this place. अब हामी अन्तिम यहाँ पहिला पक्न मामा हुनुहुन्छ केही भन्न चाहनुहुन्छ तपाईँ दुई शब्द केही भनिदिनुहोस् कोही मान्छे यहाँ आउन चाहनुभयो भने उहाँहरूलाई केही छ तपाईँहरूले भन्नुपर्ने भने ल पठाइदिनु आइदिनु आइदिनु के हो तपाईँको अब यहाँ होटलको नाम होला होटलको नाम बराल बाजे खाजा घर हो खाजा घर हो उहाँ तपाईँ नै हो होइन बराल बाजे हो ल उहाँ नै हुनुहुन्छ यहाँको ओनर एकदम गुड हस्पिटालिटी बवाल छ कोही आउनुभयो भने आउनु होला अनि अर्को एउटा प्लस पोइन्ट चाहिँ के छ भने यो चाहिँ सबैभन्दा लास्टमा पर्छ उताबाट आउँदाखेरि अनि बिहान उठेर हामी सनराइजको लागि जाँदाखेरि भ्यू पोइन्टमा जान लाग्दाखेरि चाहिँ अलिकति डिस्टेन्स कम पर्छ यहाँबाट जाँदाखेरि त्यही भएर आउनु होला होइन यहाँको चाहिँ तपाईँहरूको यहाँ एकदम खतरा यहाँ आइसकेपछि तपाईँले यो चिज चाहिँ चाख्नु होला यस्तो गर्नु होला भन्ने केही छ रक्सी हाम्रो लोकल एकदम प्योर अर्ग्यानिक बस यतिको चाहियो नि त अनि ल पर्छ अर्ग्यानिक रक्सी अनि खाना नास्ता सबै हुन्छ हजुर पनि भनिदिनुहोस् हजुर पनि साउनी होइन होइन साउनी त हो नि हो साउनी कि उहाँ हुनुहुन्छ कि म हुन्छु भन्नु न कि श्रीमान हुन्छ कि म हुन्छ ल यस्तो हो नि त अनि उहाँ हाम्रो उनीहरू पनि अघि हामीसँग गएको टिम नै हो एकचोटि देखाउँ ल यता हेर न तिम्रो कान रातो भयो नि म पनि आउँछु नि ल को पनि छ अब तिमीहरू पनि निस्किने त होला होइन निस्किने है हामी अलिकति अगाडि हुने भयो ल बाबाई फेरि भेट होला अर्कोचोटि भेट भयो भने चिनिन्छ है बिस्तारै ल ओके थ्याङ्क यू सो मच अर्कोचोटि फेरि कतै भेट गरौँ है त ल अहिलेलाई यहाँबाट हामी निस्किँदैछौँ है त यही हो कतिचोटि जानुभयो अहिलेसम्म तीनचोटि भयो होला यार तीनचोटि है तीनचोटिसम्म माथि पुग्नु भयो डाँडामा केही छैन त हो फुटेको सोलरहरू गुराँस टिप्दै हामी चाहिँ कति खुसी हो त नि टिप्चुलीमा आएर ट्याक्क लाएर यति राम्रो गुराँस त ओहो हामी मात्रै हो भाग्यमानी त
स्वर्ग देखेको भनेको यस्तै